चाहिँ एउटा सानो एउटा मिनी ब्लग बनाउँदैछु नि। तर हामी चाहिँ गोवा पुग्यौँ है। पुगेपछि यस्तो रमाइलो पनि भयो। तर गएपछि चाहिँ कस्तो भने यति ठुलो पानी पऱ्यो कि हामी त्यो समयलाई कहिले पनि भुल्दिनँ होला होइन। जाँदाखेरि सबैजना एक्साइटेड रमाइलो भयो, घुम्नु पर्ने यता मेन्जे पनि भयो होइन। तर फर्स्ट दिन त रमाइलो भयो। सेकेन्ड दिनको पालामा चाहिँ यस्तो ठुलो पानी पऱ्यो कि गोवामा घुम्न जानुलाई पनि सम्भवै थिएन क्या। अनि पानी परिसकेपछि चाहिँ हामी के गर्नु त घुम्नु जानु त कुनै प्लानै भएन। पानीमा भिज्दै हिँड्ने कुरा पनि भएन। अब एक दुईजना भएको भए त भिज्दै जानु पनि हुन्थ्यो कि हामी धेरैजना थियौँ, 8जनाको ग्रुप थियौँ। तर जो हामीसँग जाने ग्रुप छन् सबैलाई एकदम धेरै धेरै धन्यवाद। हामी फेरि पनि यसरी नै अरू कुनै ठाउँमा फेरि घुम्न जाने एउटा सक्सेसफुल हुन पाऊँ होइन। एकदम रमाइलो भयो, एकदम इन्जोय गऱ्यौँ। सबै कुरा त यो भिडियोमा राख्न पनि सक्दिनँ, भन्न पनि सक्दिनँ। तर पनि एकदम रमाइलो, एकदम इन्जोय गऱ्यौँ। अनि हामी बसेको होटलमा स्विमिङ पुल थियो, स्विमिङ पुल पनि खेल्यौँ है। एकदम रमाइलो भयो। तर यो रमाइलो पललाई चाहिँ सायद भुल्न सकिँदैन होला। र यो हाम्रो टिमलाई चाहिँ फेरि पनि नेक्स्ट टाइम घुम्नु जाँदा फेरि पनि हामीसँगै घुम्नु जानेछौँ। एकदम जुन चाहिँ रमाइलो भयो, जो सबैलाई मिस गरिरहेको छु। सबै अहिले चाहिँ आफ्नो आफ्नो ड्युटीतिर छौँ र मिस सबैलाई गरेको छु। मिस यु गाइज एन्ड बाई। ओके, थ्याङ्क यू, बाई बाई।